बालेन सरकारको पालामा भयो चमत्कार। अब पानी र बिजुलीबाट खाना पकाउन सकिने। ग्यासमा खाना पकाउनेलाई अर्को ठूलो सरप्राइज दिँदै बालेन सरकार। जोगिने भयो राज्यको अरबौं रुपैयाँ। हरेक महिना हामी खरबौं रुपैयाँ विदेशी ग्यास किनेर भान्सामा आगो बाल्छौं, तर अब नेपालकै खोलाको पानी र खेर गएको बिजुलीबाट सिधै ग्यास चुलो बल्न थालेको छ। यो कुनै हावादारी गफ होइन, नेपालमै भएको एउटा ऐतिहासिक वैज्ञानिक चमत्कार हो, जसले देशको अर्थतन्त्रको काँचुले सरकारले अर्को चमत्कार गर्नुभयो। साथीहरु उहाँ हेर्नुहोस् त, उहाँको चमत्कार कस्तो लागेर आयो, फलो लाग्यो, सेयर गर्नुहोस् त। अब नेपालमै नयाँ नयाँ प्रविधि हुन थाल्यो। ल यस्तै होस्, नेपाल सरकारलाई जय जयकार होस् भन्ने अनुरोध गर्न चाहे। अब यो नयाँ प्रविधि चाँडै व्यवस्था लागू होस् भन्ने अनुरोध गर्न चाहे। ल अहिले यति नै। अब धेरै कुरा के बोल्ने, ल बाइ बाइ।